नास्ताहरू गर्दैछु अब खाना चाहिँ पोखरामा गएर खाइन्छ होला उतै गएर खानासाना खाएर घुमेर सनसेट हेर्न गइन्छ निक्लिन्छौँ 3 घन्टा भनिरहेछ 3 घन्टातिरमा पुग्छ कि मुगलिन कटेज त बाटो सबै राम्रै छ पोखरा आइपुग्यो भने त आइपुग्यो यार 4:30 घन्टा पोखरा 4:30 हो सागर चाहिँ आउनु भएछ हाम्रो अहिले चाहिँ सर्भिस सेन्टर जान लागेको छौँ र त्यहाँ गएर चाहिँ यो मिरर चेन्ज गर्छु म अब त्यहाँ सर्भिस सेन्टर गएर मिरर चेन्ज गरेर खानासाना खाएर हामी तानतिङतिर जान्छौँ अहिले चाहिँ हामी केटिएम सर्भिस सेन्टरमा छौँ पोखरा त्यो गियर सेन्टर के भयो अरे बाइक छिर्ने ठाउँ चाहिँ अलिक सानो छ यहाँ केटिएम पोखराको लेफ्ट है सागर लेफ्ट अहिले चाहिँ हामी तानतिङतिर जाँदैछौँ बाटो चाहिँ हामीलाई थाहा छैन अब सोध्दै सोध्दै जानुपर्छ म्याप पनि त्यहाँ माथिसम्म नदेखाउनु रहेछ अब यहाँबाट सोध्दै सोध्दै जानुपर्छ बाटो चाहिँ त्यस्तो छैन भन्दा चाहिँ यता चाहिँ मान्छेहरूले काहीँ माथि कपु चाहिँ अलिकति अप्ठ्यारो छ भन्दैछ नत्र त यो तानतिङ सबै ठिकै छ अरे केही छ कि छैन भन ल खाली छ अरे सागर आऊ सोध्छु तानतिङ जाने कताबाट हो तानतिङ तलैबाट हो अरे तलैबाट जम खाली जम खाली होइन ओए ल बाटो बन्द हो क्या यार दाइ तानतिङ कताबाट जाने हो तलैबाट पाखौँ ल नभले के हो र दाइ तलबाट ए तल्लै जानु पर्यो फेरि हस् दाइ धन्यवाद जाम तलै जानु पर्छ नि भाइ अब हामी चाहिँ फेरि तलतिर फर्किनु पर्ने भयो र अब 15 मिनट लामो छ यताभन्दा बाटो चाहिँ देखे राइट गयो तिमीहरू
हामी चाहिँ फर्क्यौँ यहाँ चाहिँ विजयपुर ब्रिजबाट त्यहाँबाट चाहिँ लेफ्ट लिने केटाहरू चाहिँ उतै पुगिसक्यो यहाँबाट नि बाटो रहेछ तर अलिकति खतरै बाटो रहेछ पुल कटेर जस्तो लाग्यो है विजयपुर खोला ट्राफिक नियमको पालना गरौँ है कस्तो राम्रो बाटो हो क्या आमा त्यही रमाइलो छ मैले अब असार साउनतिर यता आउँदा कति रमाइलो हुन्छ होला त्यस्तो नि त अब पुरै हरियै हुन्छ यो अब चाहिँ बाटो खतरा छ जस्तो ओए ओए पहाडी बस्ने लागि धुलो थियो यार सावर बिस्तारै है बिस्तारै सावर ओए बाटो चाहिँ खतम रहेछ है ओए मैले त अलिअलि टेकेँ यार आइए 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 सही सही ल सही कस्तो भइरहेछ ट्रिप है कस्तो राम्रो भइरहेछ तानथिङ यतैबाट हो तानथिङ यतैबाट ल ल सरी 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 ओए ओए चिप्लियो नि होइन अर्को दाइ चाहिँ तानथिङ यतैबाट केही त भएन नि ब्रदर बाटो यस्तै हो ए ए हस् थ्याङ्क यू ल ब्रदर तानथिङ सिधै कस्तो खतरा लाग्छ त्यसलाई चाहिँ पिस च्यापेर चास्टै
हेलो हेलो सर हेलो सर हजुर कता होला भनिदिनुहोस् न हेलो हेलो भन्नुहोस् कुन पार्टीबाट हो हजुर एमाले भोट कसलाई काङ्ग्रेस कुन पार्टीबाट हो तपाईँ भन्नुहोस् न भन्नुहोस् अब त घन्टी हो यसले देखेँ कुन चाहिँले ढुङ्गाले हान्दै जस्तो छ क्या बिचरा नाइस 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 कहाँबाट पुग्यो भन्दा पहाडबाट पुगेको रहेछ रमाइलो भइरहेछ होइन सागरजी ओ सागरजी कस्तो भइरहेछ एकदमै थकाइ लागिरहेछ होइन खुट्टा नि सुन्ने छ के अरे खतरा घुर्छ सागर लौ धेरै थाकेर क्या अब कहाँ हिँड्ने हिँडेछ अनि त्यही माथि अहिले वर्कआउट पनि गरेको छैन अनि छ्या थुकै थुक रहेछ यस्तो गरेको थुकै थुक रहेछ कुकुरले चाट्यो भने छ्या हो सेरे र यहाँबाट जम्मा 15 मिनट बाँकी छ तानतिङ पुग्न म्यापमा चाहिँ त्यति देखाएको छ तर 15 मिनटभन्दा बढी लाग्ला अफरोडहरू अलि धेरै नै रहेछ यतातिर बफ्नु है सागर बिस्तार आऊ ल ओए कत्रो राङ यार कत्रो सिङ हो यो यता माथि चाहिँ अलिकति धेरै नै उकालो रहेछ र अफरोड पनि एकदम बगाल नै छ नर्मल बाइकहरू आउनु अलिक गाह्रै छ अलि एडिभी एडभेन्चर अलि अफरोड गर्न सक्नेहरू मात्रै ल्याउँदा राम्रो नत्र ग्राउन्ड क्लियरेन्स कम भए बाइकहरू चाहिँ अलिक गाह्रो नै छ यहाँ ठाउँ चाहिँ बवाल नै छ है र कुनै ठाउँमा ढलान पनि गरिदिएको छ ल हामी तानतिङ पुग्यौँ है ओ स्ट्रिट नम्बर 3 त्यस्तो तल ओए बाटो चाहिँ खतरै छ है खतरै बाइक मात्र जाने मिली रहेछ सागर तलबाट है बिस्तारै आऊ माथि परेछ ठाउँ चाहिँ कुन हो घर चाहिँ ए यही हो ए चारजना मान्छे होइन तर 2-2 बस्ने के त्यही नै माथि नै डबल बेड दुईवटा त छ हेरौँ तै पनि तपाईँहरूलाई मनपर्छ हुन्छ जाउँ हेरौँ ए अनुसार गरेर कसरी बवाल छ है 5 बजीतिर रेडी भएर जाऊँ ल मिक्स नगरौँ न यहाँसम्म आइसक्यो हुँदैन हुन्छ नि होइन हुन्छ नि होइन हुन्छ यार हुन्छ नि होइन हुन्छ नि हेरौँ न कस्तो हेरौँला नगरौँ न गुलुङ गुलुङ भएर मन पर्छ चियर्स चियर्स औषध नै हो यो जाडोको लागि
कस्तो लुके पानी पर्यो भिजेर म चुर भयो तिमीसँगै ओछा लागि गाडी पर्खिरहे आज मोरहरूले